गुड मर्निङ गाइस। अहिलेको चाहिँ 10 बज्दैछ हो। 10 कति बज्दैछ होला। अनि भर्खर त उठेको, राति अलिक लेट सुतेको थियो नि त। 11-12 बजीतिर भएन, 1 बजीतिर सुतेको थियो होला। बाहिर जग्गा यस्तै हुन्छ। अनि यो चाहिँ मेरो अब सेकेन्ड ब्लग हो। तपाईँले हेर्दैछ भने चाहिँ धन्यवाद। यस्तो छ बेङ्गलोर। अनि के भन्नु, अब कोही राति लुगा चाहिँ मैले भिजाएर आएको थिएँ हो। आँसुले चाहिँ भन्दै थियो लुगा धुधु भन्दै थियो। मैले भन्यो राति हो, 11-12 बजी थियो। अब के मैले भने आँसुलाई म लुगा धुँदैन, भोलितिर धुन्छु भन्ने थियो। अनि आँसुले चाहिँ लुगा धुएको थियो। यता त आँसुले चाहिँ लुगा धुएर सुकाएको थियो, मतलब सुकाइसकेको थियो राति नै। आँसुले भन्दै थियो मलाई मेरो पनि लुगा, मतलब कि तेरो पनि लुगा धु भन्दै थियो नि त। अनि मेरो लुगा चाहिँ हेर्नु न, मैले यत्तिकै पोको पार राख्दैछु लुगा। अलिकमा धुन्छु भनेर अलिक चिन्तेर धुन्छु। यो चिनाहरू चाहिँ रुम हो हाम्रो। अब पर्दाहरू खोल्नुपर्छ। यस्तो चाहिँ विन्डोहरू भ्यू यस्तै हो। अनि अब के भन्नु, कामहरू छ थुप्रै गर्ने। ओछ्यानहरू मिलाउनुपर्छ, प्रोफेसर भन्नुपर्छ। अनि तपाईँहरूले एउटा चिज देखाउनु भन्थ्यो, हेर्नु हुने एउटा मात्रै छ। त्यो माछा पनि एक्लै हिँडेको छ बिचरा, यत्रो दिन भइसक्यो। रातिको भाँडा यो पनि धुनुपर्छ, काम छ पुरा। छैन केही भात। राति हामीले चाम्रा भात खाएको थियो नि त, कति दिन पछि खाएको चाम्रा भात। दाइलो बनाएको थियो नि, आगोलाई डिस्टर्ब हुन्छ त, सुतिरहेको छ नि त आगो। भाँडा त धुनु त धुयो हो। अब हेर्नु तल दिएको छु, भाँडा सबै धुइसक्यो मैले। हेर्नु न, राख्ने जग्गै छैन। हेर्नु सबै छ, अब कहाँ राख्ने। अब यता राख्यो भने दिनभरि आँसु गाली गर्छ हो। भाँडा यता नराख, ठुल्ठुलो भाँडाहरू यता राख भन्छ। यता राख्ने जग्गै छैन। हेर्नु सबै छ, सबै यो छ। अब यताहरू पनि सबै सामानहरू आएछ हो। अनि फेरि भले गाली गर्छ। अनि आँसुले फेरि यता राख्यो, त्यो राख्यो, यो राख भन्छ। केही छैन, मिलाएर राखिदिन्छु। यो चाहिँ हो माछाको दबाई। यो दबाई अरे खाना। यो चाहिँ माछा खाना हो। अब माछा खुसी भएको हेर्नु न, कस्तो मजा खुसी हुन्छ हेर्नु है। खाना हालिदिएको हेर्नु ल, हेर्नु न। खोइ कति दिन भयो नदिएको होला, मतलब कि सधैँ दिँदैन हौ। किनकि सधैँ दियो भने चाहिँ यस्तो हुन्छ कि अब माछाको यो मतलब कि दिएको हुन्छ नि, पहिल्यैदेखि यति हालिदिएको हुन्छ। त्यही यति नै हुन्छ यसको। एक दिन डल्लै त्यही यो खाना नै दिन्छ अब। त्यसलाई घरेर दिँदैन नि त। त्यहाँ खुसी भएर जानु नि। भिडियो एडिट गर्दै थियो त, आँसुले भने कि म्यागी लिन जानु, म्यागी खानु भन्दै थियो। अब आँसुलाई पैसा माग्छु। वेदर हेर्नु न, वेदर क्या राम्रो। आँसुलाई पैसा माग्छु। आँसु पैसा दिनु, 20 रुपियाँ मात्रै। त्यहाँ क्या 20 रुपियाँ मात्रै दियो। 20 रुपियाँको चाहिँ म्यागी ल्याउने होइन। आन्टी छैन छ, कोही आन्टी छैन छ दोकानमा त। म्यागी किनेर ल्यायो, त्यो पनि एउटा त पुग्दैन रुममा। अब पकाउनु पर्छ। त्यही हो 12 बजीको खाना। म्यागी पाक्छ कहिले। म त म्यागी दिएर हाँसको सब एउटा म्यागीमा सुप्पै। म्यागी त पानीमा हराइसक्यो। यो भात र म्यागी अब खानुपर्छ 12 बजे खाना।
यही हो भात र म्यागी अब यसमा हाल्ने भात र म्यागीसँगै टिङ म्यागी त पाक्यो तर आँसुले खाँदैन होला सोधेको छ आँसुलाई आँसु तपाईँ नखानु ल म्यागी खानु हुँदैन आँसुहरूले अलिकति बिमार छ त तेरो नखानु भन्यो नि राम्रो त भनेको मैले आँसुले पैसै दिँदैन नि आँसु म्यागी खान्छु म्यागी त 2 चम्ची जस्तो खाएको त थ्याट खानु नै मन लागेन कस्तो भयो छ्याट म्यागी खानु मन लाग्दैन हौ ती हेर्नु न त्यसै किन खाँदैन जस्तो म्यागीहरू आँसु आँसु म्यागी त पुरा बेसी भयो त खाने खान्न खाने छैन छैन म्यागी सही फेरि भाँडा धुनुपर्छ भगवान् बिहान नै तपाईँलाई देखाएको थिएँ मैले भाँडा धुको फेरि भाँडा धुनुपर्छ ए भगवान क्या जुलुम है सारा काम करूं मैं भरे फेरि राति पनि धुनुपर्छ अस्ति दिन हौ 200 रुपियाँ फोटो खिच्न जान्छु भनेको दिन पैसा फोटो खिच्नु लागि दिन हौ आँसु देखिए आँसु त्यस्तो छ कमाएर पैसा दिनु खोज्दैन यहाँ सुतिरहेको छ आरामले आँसु दिन हौ दिन हौ 200 रुपियाँ मात्रै आँसु 120 रुपियाँ हो नि त एकजनाको मतलब कि यता अब यतातिर उयो पाउँदैन के अरे खेल्ने जग्गा छैन नि त ग्राउन्डहरू त्यो फुटबल मात्र छ नि त त्यही भएर पाउँदैन एकजनाको 120 रुपियाँ गरेर लिन्छ रातिको 10 साढे 10 जस्तो भइसकेको छ आँसुहरू आउँदैछ अनि आगो आउँछ अनि मैले चाहिँ आँसुहरू आउनुभन्दा अगाडि चाहिँ यो प्याज टमाटो सब्जीहरू भातहरू बनाएर राख्दैछ आएर सब्जी बनाउने काम चाहिँ आँसुको हो अनि आजको ब्लग चाहिँ यहीँनिर राखिदिन्छु अब खोइ कहीँ जान्दैन त मतलब कि कहीँ घुम्दैन त कसरी देखाउनु बाटोहरू पनि त्यसरी अब ड्युटी लाग्यो भने चाहिँ तपाईँहरूलाई म बाटोहरू देखाउँछु मेरो काम मेरो अब के भन्नु ड्युटी लागेको छैन त 5 तारिकदेखि ड्युटी छ त्यही भएर यत्तिकै घरमा बित्छ घर माथि छत गर्दै बितिन्छ त्यही लागि यति नै लगाइस हुन्छ बाई बाई सी यू नेक्स्ट भिडियो